यति बेला भने हामी श्रम संस्कृति पार्क परिसरमा छौँ र श्रम संस्कृति पार्क परिसरमा यो पुल देखिरहनु भएको छ। यो पुलदेखिको मुनिपट्टिको भागमा चाहिँ यति बेला डोजर चलाइएको छ, जुन खोलासम्मको भाग चाहिँ डोजर चलाइएको अवस्था छ। किन चलाइयो, के को लागि चलाइयो, के बनाइँदैछ, कुन प्रयोजनको लागि गरिँदैछ भनेर हामी तपाईहरुलाई यो भिडियो मार्फत जानकारी दिनेछौँ र पक्कै पनि जोडिनु होला। हाम्रो भिडियोलाई हेरिरहनु भएको छ भने कहाँबाट हेर्नु भएको छ, कसरी हेर्नु भएको छ, कुन माध्यमबाट हेरिरहनु भएको छ कमेन्ट गर्न नबिर्सनु होला। र यहाँ देखिरहनु भएको छ यो भन्दा अगाडिको जुन अवस्था थियो एकदमै जीर्ण अवस्थामा यो ठाउँ रहेको थियो, एकदमै घारी थियो र अहिले चाहिँ यो ठाउँसम्म भइसकेको अवस्था छ। डोजर चलेर यसलाई सबै यहाँको काँडाहरू घारीहरू सबै फाँडेर पन्साएर चाहिँ यति बेला चिटिक्क पारिसकेको छ। यता यहाँबाट जाने बाटो, यहाँ चाहिँ धरान उपमहानगरपालिकाको गाडी हो। यो धरान उपमहानगरपालिकाको डोजर चाहिँ यति बेला धमाधम यहाँ चलिरहेको अवस्था छ। देखिरहनु भएको छ यहाँ चाहिँ यसरी डोजरले धमाधम काम गरिरहेको दृश्य र हामी प्रत्यक्ष रूपमा यहाँ कुराकानी गरेर पनि तपाईहरुलाई देखाउनेछौँ कसरी काम भइरहेको छ, के को लागि काम भइरहेको छ, के खन्ने काम भइरहेको छ यो भनेर। र यसरी यो ढुङ्गाहरू पनि यहाँ एकदमै ठुल्ठुला ढुङ्गाहरूलाई पनि हटाउनका लागि डोजर यति बेला चलिरहेको छ। पक्कै पनि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ धरान उपमहानगरपालिकामा नगर प्रमुखको जिम्मेवारी वहन गरिसके पश्चात भने धरान उपमहानगरपालिकामा श्रम अभियानदेखि लिएर विकास निर्माणका कामहरूमा धेरै अग्रपङ्क्तिमा यति बेला भइरहेको अवस्था छ भने धरान उपमहानगरपालिका विकाससँग जोडिनका लागि चाहिने स्रोत साधनहरू पनि आफै जुटाउनु पर्छ भन्ने हिसाबले धरान उपमहानगरपालिकाले आफ्नो दुईटा टिफर डोजर रोलरहरू पनि किन्ने कामहरू गरेको थियो र यसरी यहाँ देखिरहनु भएको छ त्यही डोजरहरू चाहिँ यति बेला धरानका विकास निर्माणहरूमा निरन्तर रूपमा चलिरहेका छन्, जसले गर्दाखेरि यो यति खन्नका लागि अथवा यति कार्य गर्नका लागि अथवा धरान उपमहानगरपालिकाको विभिन्न विकास निर्माणका कामहरूमा डोजरहरू चलाउनु पर्दाखेरि ठेकदारसँग सम्झौता गर्दाखेरि धेरैभन्दा धेरै खर्चहरू जान सक्थ्यो। तर यति बेला धरान उपमहानगरपालिकाको आफ्नै डोजरहरू हुँदाखेरि, आफ्नै रोलरहरू हुँदाखेरि यति बेला पक्कै पनि यो सहजै रूपमा काम गर्नका लागि सहज भइरहेको अवस्था छ र सहुलियत रूपमा पनि यति बेला हामीले यो डोजरहरू रोलरहरू चलाउन पाइरहेका छौँ। देखिरहनु भएको छ दर्शक महानुभावहरू यो डोजरले धमाधम काम गरिरहेको छ। यहाँ यो भागहरू योभन्दा अगाडि कस्तो थियो हामी सबैले महसुस गर्न सक्छौँ, किनकि बारम्बार हामीले भिडियोहरू रिपोर्टिङ गरिरहँदाखेरि पनि यो ठाउँहरू देखिने थियो र यो ठाउँहरू देखिरहँदाखेरि यो ठाउँ कस्तो थियो तपाईहरुलाई हामी प्रत्यक्ष रूपमा देखाइरहेका थियौँ र आज आएर कस्तो भयो, यो डोजर चलिसकेपछि कस्तो भइरहेछ तपाईहरुले प्रत्यक्ष रूपमा देखिरहनु भएको छ। र अब यहाँ के बन्दैछ त भनेर हामी प्रत्यक्ष रूपमा हाम्रो यता ज्ञान दाजुसँग थोरै कुराकानी गरेछ। दाजु नमस्कार। नमस्कार। यहाँ काम सुरु भएछ, के बन्दैछ दाजु यहाँ? यो तपाईको अरु केही पनि बन्दैन। हजुर, जुन यो हाम्रो संस्कृति पार्क तत्कालीन पुल संरक्षणको लागि चाहिँ हामीले यो कामहरू गरिरहेको छौँ। हजुर, जस्तो कि अब यो पोहोरको विनाशकारी बाढीले तपाईँको धेरै क्षति बनाएको छ र यहाँ पानी देखिरहेको भएको छ त्यो खाल्टा होइन, त्यहाँ चाहिँ तपाईँ चाहिँ हामीले जुन यो कङ्क्रिट वाल उठाएर हजुर अनि त्यसमा फेरि भनौँ न मिस्किटीहरू त्यस्तै भरेर माथिबाट चाहिँ फेरि तपाईँ चाहिँ सोलिङ लाएर त्यसमा चाहिँ फेरि तपाईँ चाहिँ कङ्क्रिट वालले चाहिँ तपाईँको त्यहाँ ढलान गरिन्छ। त्यहाँदेखि जानको लागि त्यहाँदेखि पानी जाँदा चाहिँ एकदम सेफ हुन्छ। र यता जुन अहिले यहाँनिर जेसिबीले जुन त्यहाँ चाहिँ तपाईँ चाहिँ पुरानो वालदेखि यहाँ 16 मिटरसम्म चाहिँ तपाईँको चाहिँ त्यही खालको तपाईँ चाहिँ ग्याबिङ वाल चाहिँ तपाईँको बन्दैछ। कङ्क्रिट वाल त्यो ग्याबिङ जालीले चाहिँ तपाईँ चाहिँ नथाम्ने भएर कङ्क्रिट वाल चाहिँ तपाईँ चाहिँ सेम त्यस्तै। अनि त्यो जुन पुरानोदेखि चाहिँ यताबाट फेरि 8 मिटर कङ्क्रिट वालै त्यहाँ देखिन्छ होइन। त्यहाँदेखि चाहिँ अब तपाईँ चाहिँ यो हाम्रो जुन वेलकम क्रस जाने यो बाटो छ होइन, बाटो छ त्यसलाई चाहिँ सेफ हुन्छ, भल आउँदाखेरि पनि कुनै अप्ठ्यारो पर्दैन। त्यसको लागि चाहिँ यो काम सुरु भइसकेको आजदेखि।
यो बजेटबाट हो कि श्रमदानबाट हो कि कस्तो के छ? श्रमदानबाट पनि छ। अनि जस्तो कि अब मैले पहिलादेखि नै अब हजुरहरू जस्तो अब राज्यको चौथामा मैले पटक नै मैले भनिरहेको छु, नगरबाट तपाईँ चाहिँ गिटी बालुवा सिमेन्ट होइन आउँछ। हामीले चाहिँ तपाईँ चाहिँ अरू चाहिँ पुरै श्रमबाट गर्ने, श्रमदानबाट गर्दै श्रमदान। हुन्छ। यो अब विभिन्न यो श्रम अभियानमा गर्दाखेरि टोली बनाउने, टोली गठन गर्ने कुराहरू आइरहेछ। यो बाटोमा पनि म्याक्स टिमले गर्नुभएको थियो होइन। अब यहाँ तपाईँ अग्रपङ्क्तिमा देखिरहनु भएको छ, तपाईँको टिम रेडी हो यो पालि? हजुर, यो टिम भन्दा पनि हाम्रो चाहिँ के छ भनेदेखि यो हर्का साम्पाङ रिभोल्युसन जुन छ नि, त्यही टिम हो, सबै त्यही टिम हो, एउटै टिम हो, त्यो अरू टिम हुँदैन, हाम्रो त्यही टिम हो। जस्तो कि हर्का साम्पाङ रिभोल्युसन टिम र स्वतन्त्र नागरिकको हामी चाहिँ जे होस् एउटा संस्था भएकोले गर्दाखेरि संस्थाबाट चाहिँ व्यक्तिले गर्नु नसक्ने काम चाहिँ संस्थाले गर्नु पऱ्यो नि त। त्यो भएकोले गर्दाखेरि स्वतन्त्र नागरिक समाजबाट चाहिँ तपाईँ चाहिँ हामी एकबद्धता भएर चाहिँ तपाईँ चाहिँ यो हाम्रो काम गर्छौँ। र तपाईँ चाहिँ अहिले चाहिँ तपाईँ चाहिँ जुन काम हुँदैछ हाम्रो टिम छुट्दैन। जस्तै कि म ज्ञानु चामलिङ हो, मेरो अध्यक्षतामा काम छ, तर मेरो टिम यहाँ हुँदैन, हाम्रो एउटै टिम हो हर्का साम्पाङ रिभोल्युसन टिम छन् जुन छ नि टिम। अब त्यो चाहिँ तपाईँ चाहिँ एउटा एक्स भारतीय, एक्स ब्रिटिस, एक्स तपाईँ चाहिँ सिङ्गापुर, एक्स तपाईँको चाहिँ नेपाल आर्मी पुलिस होइन, सबै तपाईँ चाहिँ एउटै टिम बनाएर चाहिँ तपाईँ चाहिँ एक भएर चाहिँ तपाईँ चाहिँ धरान मात्रै नभएर तपाईँ चाहिँ देशैभरि तपाईँ चाहिँ यो कामको लागि चाहिँ हामीले अब तपाईँ चाहिँ एउटा आह्वान गरिरहेको छौँ र सुरु पनि गरिसकेको छौँ। र यो काम चाहिँ तपाईँ चाहिँ एकदम सक्सेस पनि हुन्छ। र तपाईँ चाहिँ म तपाईँ बिहानदेखि यहाँ खटिरहेको छु। म तपाईँ चाहिँ कुनै नगरको एउटा कर्मचारी अथवा मैले सेलेरी थाप्ने म कर्मचारी होइन, तर म चाहिँ एउटा हर्का साम्पाङ रिभोल्युसन टिमको चाहिँ तपाईँ चाहिँ एउटा व्यक्ति र स्वतन्त्र नारीको पनि व्यक्ति एउटा सदस्य, र तपाईँ चाहिँ सचेत धरानेको पनि म एउटा सदस्य भएकोले गर्दा राम्रो कामको लागि म सबैमा सदस्य। त्यो भएकोले एउटा टिम भएर हामी काम गर्छौँ, सबै एउटा टिम हो। किनभने जस्तो कि अब ज्ञानु चामलिङको टिम अनि अर्को टिम, त्यस्तो टिम भयो भने चाहिँ तपाईँ चाहिँ त्यो टिमबाट चाहिँ भोलि गएर अलिकति कामहरूलाई चाहिँ अवरुद्धहरू पनि आउन सक्छ। त्यो टिम यस्तो अरे, त्यो टिम यस्तो अरे भन्ने हुन्छ नि त। हाम्रो नेपाली सोचेर त्यही हो। त्यो भएकोले गर्दाखेरि टिम गुट कहीँ पनि हुँदैन, हामी एउटै हो होइन। धरानको 3 लाख जनताको लागि हामीले आफ्नो खर्च आफूले चाहिँ पेट्रोल खर्च गरेर चाहिँ तपाईँ चाहिँ हामीले काम गरिरहेको छौँ होइन। त्यसरी नै गर्नुपर्छ र एउटा भनौँ न टिम चाहिँ छुट्दैन। टिम चाहिँ छुट्दैन है। तपाईँ सुरुवाती चरणदेखि नै अब श्रम अभियानमा दौडिरहनु भएको छ होइन, मेयर हर्का साम्पाङज्यूको अभियानमा दौडिरहनु भएको छ। कस्तो लाग्छ अहिलेसम्म आइपुग्दाखेरि? अलिकति बताइदिनुहोस् न। यो त तपाईँ चाहिँ एउटा भन्दै जाँदाखेरि तपाईँ चाहिँ उहाँको एउटा मार्गदर्शन, उहाँको एउटा टिमको लिडरसिपको तपाईँ चाहिँ उहाँलाई भनौँ न बखान गऱ्यो भने त शब्द नै छैन। त्यति धेरै राम्रो काम गर्नुभएको छ होइन। अब नदेख्नेहरूले चाहिँ अब तपाईँ चाहिँ अन्धो भयो कि के हो, अब त्यो पनि अब देखिसक्नु भएको छ उहाँहरूले। जस्तो कि उदाहरण अब अस्ति तपाईँ चाहिँ 1 गते तपाईँ चाहिँ होइन हाम्रो नयाँ वर्ष नि त नेपालीहरूको नयाँ वर्षमा तपाईँ चाहिँ हामीले धेरै ट्रान्सपोर्टेसन खर्च गरेर धेरै टार तपाईँ चाहिँ इटेरी तपाईँ चाहिँ उता तालतलैयादेखि लिएर तपाईँको शङ्करबेली अमा पोखरीहरूतिर जानु पर्थ्यो नि त होइन। तर अहिले चाहिँ तपाईँ चाहिँ अल नेपाली भाषीहरू चाहिँ तपाईँ अल नेपालीहरू चाहिँ तपाईँ चाहिँ धरानको तपाईँ चाहिँ एउटा जुन यो पार्क छ नि, संसदीय पार्क छ, त्यो पार्कमा चाहिँ आएर चाहिँ तपाईँको 1 दिनमा चाहिँ तपाईँ चाहिँ लगभग 3 लाख भनौँ न, 3 लाख भन्दा पनि हुन्छ होइन। 2,84,000 भनेको 3 लाखै हो नि त। तर त्यो तपाईँ चाहिँ यो पार्कमा चाहिँ 1 दिनमा उठ्दैछ भनेपछि त्यो पार्क बने कसरी त? राज्यको ढिकुरीबाट त होइन नि त, राज्यको पैसाले त तपाईँ चाहिँ हिजो तपाईँ चाहिँ बजेट छुट्याएर बनेको त होइन नि त। हामी जस्तो यही भेष लाएर मै जस्तो तपाईँ चाहिँ मनका धनी श्रमदाता, मै जस्तो तपाईँ चाहिँ मनका धनी तपाईँको विदेशमा रहनु भएकोले तपाईँ चाहिँ बजेट दिनु भएर चाहिँ बनेको पार्कबाट चाहिँ तपाईँ चाहिँ 1 दिनमा 2,84,000 उठ्नु भनेको तपाईँको चाहिँ नट र जोक, त्यो त एउटा 3 लाख जनताको लागि भयो नि त होइन। भनेपछि अब तपाईँ चाहिँ उहाँको राम्रो कामको लागि त अब के भन्नु होइन, त्यति भन्दाखेरि नै सबैले बुझिहाल्नु। जनता चेतना छ होइन, जनता अब बुझिसक्यो। अस्ति तपाईँ चाहिँ हाम्रो प्रधानमन्त्रीज्यू यता दमकमा आउनुभएको थियो, उहाँले गफ मात्रै गर्ने हो नि त। त्यो भएकोले गर्दा जनता चेतना भइसकेको चाहिँ मान्छे नि थिएन ल हेर्नु होइन। अहिले श्रमदानमा हेर्नु त उहाँको तपाईँ चाहिँ जुन मन्त्री भएर तपाईँ चाहिँ एउटा सभा गर्न आउनुभएको मन्त्रीको ठाउँमा व्यक्तिहरू कति भन्नु, जनताहरू कति भेला भएको थियो र यहाँ श्रमदानमा कति भएको थियो, त्यो त तपाईँ चाहिँ जनताले आफै मूल्याङ्कन गरिसक्नु भएको छ। जनता चेतना भइसक्यो। हुन्छ दाजु, हस् हुन्छ। यहाँ चाहिँ
हामीले भर्खरै ज्ञान चामलिङ दाईसँग कुराकानी गरिसकेका छौँ र पक्कै पनि यो श्रम अभियानबाट बृहत कामहरू यति बेला भइरहेको छ र श्रमदान अभियानले गरेका विकास निर्माणका कामहरू हामीले प्रत्यक्ष रूपमा निरन्तर रूपमा देखाउँदै आइरहेका छौँ र हामी देखाइ नै रहन्छौँ र यो भिडियो पनि आज तपाईँहरूले हेर्दै हुनुहुन्छ भने पक्कै पनि यो नयाँ कामको थालनी भएको छ। यहाँ ग्याबिन वाल, कङ्क्रिट वाल जस्ता संरचनाहरू खोला प्रोटेक्सनको लागि भनेर लगाइँदैछ।